नमस्कार दर्शकहरू, यो सामानका मेसिनले यसरी धेरै सामानहरू तान्नको लागि मद्दत गर्छ। यसलाई चाहिँ हामीले माथिबाट रिमोटद्वारा कन्ट्रोल गरिन्छ भने यसलाई तलबाट सामान लोड गरेर पठाइन्छ। यसलाई तलबाट लोड गरेपछि हामीले माथिबाट रिमोटद्वारा तान्नुपर्ने हुन्छ। माथिल्लो बटन चाहिँ तान्ने हो, तल्लो बटन चाहिँ यसलाई तल लैजाने हो। त्यो ठुलो रातो बटन चाहिँ त्यसलाई रिमोट लक गर्ने काम गरिन्छ। यसले इँटा, बालुवा, सिमेन्ट र बडा सामानहरू तलदेखि अग्लो छत खालको घरमा घरहरू बनाउनको लागि प्रयोग गरिने मेसिन एकदम उपयोगी छ। यो भिडियो हेरेर कमेन्ट, लाइक, सेयर अवश्य गर्नुहोला।